हाम्रो जापानिज भाषा सिक्ने यात्राको चौथो दिनमा सबैलाई स्वागत छ। आज हामी के सिक्दैछौँ त? आज हामी ता समूहका अक्षरहरू अनि परिवारका सदस्यहरूलाई जापानिजमा के भन्छन् भनेर सिक्नेछौँ। एकदमै रमाइलो हुनेवाला छ। आजको पाठमा हामी के गर्छौं सरसर्ती हेरौं है त। पहिले ता समूहका अक्षरहरू लेख्न सिक्नेछौं। त्यसपछि परिवारसँग सम्बन्धित केही नयाँ शब्दहरू अनि ती शब्दहरूलाई वाक्यमा कसरी प्रयोग गर्ने भनेर पनि हेर्नेछौं र अन्त्यमा सधैँझैँ पाठको सारांश गर्नेछौं। ल अब ढिला नगरी हाम्रो चौथो दिनको पाठ सुरु गरिहालौं है। आजको हाम्रो स्वागत सन्देश जापानी भाषामा यस्तो छ, ध्यान दिएर सुन्नुहोला है। कोन्निचिवा, योक्कामे नो रेसन देस। क्यो वा खाजोकु नि त्सुइते हानाशिमाशो। अब यसको अर्थ के हो त? यसको अर्थ हो, नमस्ते, यो हाम्रो चौथो दिनको पाठ हो र आज हामी परिवारको बारेमा कुरा गर्नेछौं। ल अब पालो आयो हाम्रो लेखन अभ्यासको। आज हामी हिरागानाको ता समूहका 5वटा एकदमै नयाँ अक्षरहरू सिक्दैछौं। त्यसैले आफ्नो कलम र कापी तयार राख्नुस् है। आज हामीले लेख्न सिक्ने अक्षरहरू हुन् ता, ची, चु, ते, तो। अब यहाँनिर एउटा कुरामा चाहिँ अलि विशेष ध्यान दिनुपर्छ है। त्यो हो ची यानि कि ची र चु यानि कि च। यिनीहरूको उच्चारण र लेख्ने तरिकामा अलिकति फरक छ, त्यसैले अलि होशियार हुनुपर्छ। हाम्रो पहिलो अक्षर हो ता। यसलाई ता भनेर उच्चारण गरिन्छ। अब यसलाई सम्झनको लागि तमागो शब्द याद गरौँ न, जसको अर्थ अण्डा हो। हेर्नुस् त, यो सानो अण्डाको चित्रले सम्झन कति सजिलो बनाउँछ। दोस्रो अक्षर हो ची, अर्थात् ची। यो अक्षर चिकातेत्सु भन्ने शब्दमा आउँछ, जसको अर्थ हो सबवे वा हाम्रोतिरको भाषामा भूमिगत रेल। यो रेलको चित्रले पक्कै पनि सम्झन मद्दत गर्नेछ है। ल अब तेस्रो अक्षर छु। छु यसको उच्चारण अलि फरक छ, चु जस्तो हुन्छ। यो चुके शब्दमा प्रयोग हुन्छ, जसको अर्थ हो डेस्क वा टेबल। यसको आकार पनि अलिकति घुमाउरो छ, होइन त? चौथो अक्षर त एकदमै सजिलो छ। यो हो ते, उच्चारण ते। अनि रमाइलो कुरा के छ थाहा छ? जापानी भाषामा टेको अर्थ हात नै हो। त्यसैले यो हातको चित्रले यो अक्षरलाई सधैँको लागि याद गराउँछ। र ता समूहको अन्तिम अक्षर हो तो, उच्चारण तो। यसलाई सम्झनको लागि टोके भन्ने शब्द छ, जसको अर्थ हो घडी। ल हेर्नुस्, यसरी हामीले आज 5वटा नयाँ अक्षरहरू कति सजिलै सिक्यौं। अक्षरहरू लेख्ने अभ्यास त गर्यौं। अब केही महत्त्वपूर्ण शब्दहरू सिक्ने पालो। आज हामी परिवारका सदस्यहरूलाई जापानिज भाषामा कसरी बोलाइन्छ भनेर सिक्नेछौँ। यो त दैनिक कुराकानीको लागि धेरै नै उपयोगी हुन्छ नि, होइन र? काजोकु नो योबिकाता ओ बेंक्यो शिमाशो। काजोकु नो योबिकाता ओ बेंक्यो शिमाशो। यसको मतलब हो परिवारका सदस्यहरूलाई के भनिन्छ, ल आउनुहोस् सिकौं। ल अब यो तालिकामा हेरौँ है त। म एक एक गरेर पढ्छु, ध्यान दिएर सुन्नुहोला। बुबालाई भनिन्छ ओतोसान, ओतोसान। अनि आमालाई ओकासान, ओकासान। त्यसैगरी दाइलाई ओनिसान, ओनिसान। र दिदीलाई ओनेसान, ओनेसान भनिन्छ। अब पालो आयो भाइको। भाइलाई ओतोओतो, ओतोओतो। अनि बहिनीलाई चाहिँ इमोतो, इमोतो। शब्दहरू मात्र सिकेर त भएन, तिनलाई वाक्यमा प्रयोग गर्न पनि त जान्नुपर्छ। हो, अबको खण्डमा हामीले भर्खरै सिकेका शब्दहरू प्रयोग गरेर बनाइएका केही उदाहरण वाक्यहरू हेर्नेछौँ। ल पहिलो वाक्य हेरौँ। ओतोसान वा गेंकी देस का? हेर्नुस् त, यहाँ हामीले सिकेको शब्द ओतोसानको प्रयोग भएको छ र यसले के सोध्छ भने, तपाईको बुबा सन्चै हुनुहुन्छ? अघिको प्रश्नको जवाफ यस्तो हुन सक्छ, हाय टोटेमो गेंकी देस, हाय टोटेमो गेंकी देस। यसको अर्थ हो, हजुर, उहाँ धेरै सन्चै हुनुहुन्छ। यो एउटा एकदमै सरल र पोलाइट जवाफ हो। र हाम्रो तेस्रो उदाहरण, वाताशी नि वा इमोतो गा इमास, वाताशी नि वा इमोतो गा इमास। यहाँ इमोतो अर्थात् बहिनी शब्दको प्रयोग भएको छ। यो वाक्यको अर्थ हुन्छ, मेरो एउटा बहिनी छ। ल अब आज सिकेका कुराहरूको सारांश हेरेर यो पाठलाई यहीँ बिटमारौँ है त। आजको लागि यति नै।
तर जानु अघि एउटा सानो अभ्यास गरौँ न, है? आफ्नो परिवारका सदस्यहरूको नाम जापानी भाषामा भन्ने प्रयास गर्नुहोस्। जस्तै वताशिनो ओतोसान, वताशिनो ओकासान। यसरी अभ्यास गर्दा अझै राम्रोसँग याद हुन्छ। आशा छ आजको पाठ उपयोगी रह्यो। हाम्रो अर्को पाठ दिन 5 मा हामी ना यङ अर्थात् ना समूहका अक्षरहरू र खानेकुरा तथा पेय पदार्थहरूसँग सम्बन्धित शब्दहरू सिक्नेछौँ। अर्को पाठमा भेटौँला, त्यतिन्जेल अभ्यास गर्दै गर्नुहोला।